हेलो गुड आफ्टरनुन सबैजनालाई। र आजको जाडो मौसममा चाहिँ म गिलो चटपटे र आलु चप बनाउँदैछु र गिलो चटपटेको लागि रेडी भयो। यता आलु चपको लागि पनि म रेडी गर्दैछु। चोखाको लागि यो अदुवा लसुन अलिक गनाउँछ नि त, काँचै हाल्नु हुँदैन र त्यसको लागि हल्का फ्राई गर्दैछु कम्ती तेलमा। र चोखा पनि रेडी भइसक्यो मेरो अब। र यसलाई म डल्लो डल्लो पारेर चाहिँ रेडी गर्दैछु। र यो चाहिँ अब यो बेसनमा चोबेर यसलाई चाहिँ पकाउनु पर्ने हुन्छ। र आलु चप पनि मेरो लगभग रेडी भइसक्यो। आलु चप रेडी। अब चटपटी स्टार्ट। अब चटपटी पनि यसरी बनाइरहेको छु म। तपाईँहरू जति मनपर्छ त्यति चिप्सहरू के जति लगाउन सक्नुहुन्छ तपाईँहरूले होइन। र म चाहिँ अहिले यति नै थियो मेरोमा र यति नै सामानहरू लगाउँदैछु। र पनि यसमा विशेष गरी यो गिलो चटपटेको लागि चाहिँ सस, पकाएको सस हुनुपर्छ र तिल भुटेको र पिसेको हुनुपर्छ, कालो तिल हो। र निम्बु चाहिँ जरुरी पर्छ। मेरो चटपटेको रेसिपी यसमा धेरै थोक हाल्न सक्नुहुन्छ तपाईँहरूले। टेस्टको लागि म्यागी मसला, गरम मसला, जिरा धनिया पाउडर सबै लाउन सक्नुहुन्छ। तर अहिले चाहिँ मलाई साह्रै हतार छ नि त, र त्यही भएर चाहिँ म स्पिड गरेको अलिअलि हालेर र यसलाई बनाएर एकछिन राख्यो भने चाहिँ कलर एकदमै दामी आउँछ। तर मलाई चाहिँ राख्ने टाइम